Hallelujah. My God, yes, hallelujah. Rakosa, त्यसले चेला लाग्यो सैतानको शिविरमा जाऊ राखोसा त्यसले चेला लाग्यो खुट्टा मुनि सैतान खुट्टा सेना हामी ख्रिस्ट हौ युद्ध गर्दै जाऊ कानुन देशको बाटोमा सब कदम बढाउँदै जाऊ बैरीलाई हराऊ कानुन देशमा हामी सब जीवनको गीत हाम्रो नाना इसाक हामी कहाँ जान लाग्यो हामी अहिले सुरेगढी जानु लाग्यो स्यामले धेरै ढिलो गर्छ के हो नि हेलो हाई हामी कहाँ जाँदैछौँ सूर्यगढी मेरो श्याम भाइ आफ्नो ज्यानको सुरक्षा आफै गर रे आफ्नो ज्यानको सुरक्षा आफै गर सर्वप्रथम हामी चाहिँ उकालो लाग्न लागिरहेका छौँ गाडीबाट ओर्लिएर अनि तपाईँलाई सबै हामी देखाउँछौँ अनि आउने बेलासम्मको हेरिदिनु होला मजाले आनन्द मानेर हस् जय मसी गाइस यो बुढाहरूसँग म बुढो मान्छे नि आएको छु बुढा तिमी नै मेरो के चाहियो रे कति वर्ष भयो 17 वर्षमै लक्ष्य चाहिने भएपछि त अनि पुगेन कामले हो हालेलुया हालेलुया स्वर्ग र पृथ्वी तिम्रो महिमा गाउँ हालेलुया यो दाउरालाई लिएर हाम्रो जुन ठाउँमा हामी जानुपर्ने थियो हामी त्यही ठाउँमा चाहिँ हामी लाग्नेछौँ भनेर भन्न चाहन्छु धन्यवाद चम्चा छैन म गाइसहरू हामी चाहिँ अब खानेछौँ यो अनि एकदम रमाइलो गरेर प्रभुको महिमा हुने काम गरेर चाहिँ हामी जानेछौँ सङ्गति पनि गर्नेछौँ गाइजहरू चियापत्ती दिनु न तपाईँ ढिलो हो क्या यहाँ खोइ चिया तपाईँको झोलामा हाले छेउछेउको चाहिँ छोरे अहिले फेरि आगो हुनु बोल्यो भने खतरा टिप्यो पुरै माटोले निभाउनुपर्छ यो पाउने हो कि नपाउने यो फेरि आगो फुक्न आगो पाइन्छ होला भन्दा दौडेर को आउला रे यहाँ भन्न आउन्जेलसम्म हामी खाइरहन्छौँ
हुन त यहाँको मान्छे छिटो हिँड्छ फेरि आइपुग्नु सक्छ के थाहा बिजनेसलाई बोलिनु भएन हामीले आगो गएको चाहिँ दिन्छ के गर्नु आगो पुग्नु न अब माइकल एक्सपोर्ट हो नि त फेरि 走回西洋什么？走回西洋什么？走回西洋什么？耶稣को नगरमा जय हालेलुया जय हालेलुया जय हालेलुया आना सियोनको राजा येशू सियोनको राजा येशू सियोनको राजा येशू राजा दैजा हो जय हालेलुया जय हालेलुया जय हालेलुया आनन्द मना प्रेमी छन् सियोनमा प्रेमी छन् सियोनमा प्रेमी छन् सियोनमा Praise our oh, Jai Hallelujah, Jai Hallelujah, Jai Hallelujah, Anand Mana, नाच्दै जाऊ सियोनमा, नाच्दै जाऊ सियोनमा, नाच्दै जाऊ प्रेम येशूका हो जय हालेलुया जय हालेलुया जय हालेलुया आनन्द मना हामीलाई पुग्नलाई सहायता गर्ने तपाईँ परमेश्वर हुनुहुन्छ प्रभु तपाईँलाई धन्यवाद दिँदछौँ यी सबै यो मौकाहरूको निम्ति प्रभु हामी जसरी जाँदैछौँ हाम्रो यात्रामा प्रभु निरन्तर हामीलाई सुरक्षा दिनुहोस् हामी जहाँ जहाँ पुग्छौँ ती प्रत्येक पाइलाहरूलाई हामी तपाईँको हातमा सबैको गर्नु जय मसीह हो र त्यो मौका भरे जाने बेला मिहाललाई ब्याग नबोकाइसम्म त पक्नु ठिक छ नि भयो कि अङ्कल हामी हाल्छौँ त्यहाँनिर त ढुक्कै ढुक्कै निप्छ ढुकेल ढुक्कै ढुक्कै यो उयसको खोटो हो क्या भाइ खासमा चिया भनिरहेको नि क्या होइन यो बखान्दै जानुलाई जस्तो कि है Christina, Risma, Razvai, Mikhal, Maili, Radha, Januka, Maima. यो साइली किन ढिला भयो ए साइली देखो ना गाइस हम किसे हिल रहे हैं बाय बाय पुरसे किल्टी बोक्ने चाहिँ सुदीप किल्टी देखाउनु पर्थ्यो पर्छ नि हो फेरि हाई हेलो प्लिज के गर्नुस् कपालमा काट हाले याद आउँछ यार सक्छ कतिको मान्छे हिँडिरहेकोमा सक्छ त्यहाँ जम्मै भर्खरको केटाकेटी छन् रोडै रोड अनि त्यहाँबाट चाहिँ अनि पर पुनाम पुग्छ ठ्याक्कै छोड्नै पर्दैन बाटो अब यो डाँडा उतापट्टि घर छ घरमा सोध्नु पर्यो हजुर तेर्सै छ ए अन्त जानु पर्दैन ल हस् ल हस् 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 जान पाउँदैन न तपाईँ ल अलि पछि सर्नु न उयसमा के हामी यताबाट यताबाट हो अनि जाउँ न त अब त भन्दै भरे छैन नि उकालो उकालो भने आएको केही पनि होइन यो यस्तो रुख ल जीवनभरि सुखको चेला हुन मन पर्छ उतानिर त बाटो पिच हो कि के हो यो त पिच उतै तल पिच छ पिच हो साथीहरू हामी जाने उयो भिड हुँदै
तर अब यहाँबाट त सम्मै देख्दो रहेछ फोनमा त मलाई घाम मन पर्छ मलाई जुन मन पर्छ जीवनभरि हुन मन पर्छ आजको क्याप्टेनै म भयो क्या तपाईँ भने अगाडि कोही कसैलाई जानु त दिनु भएन अनि ओइ दादा ओइ 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 छिटो 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 मैले त हिजै नै गरेको थिएँ जानकारी बिस्तारै बिस्तारै एकदम स्लो है एकदम स्लो एउटा आदमी यहाँ छ एउटा तल यहाँ छ यहीँसम्म हो त्यसै छैन समातेको छु भने यहीँसम्म हो क्या जाँदै गर्नु पुरै बिजुली छोडिरह होला पुरुषोत्तम कस्तो भयो एकदम साइली पसिनै निस्क्यो त यहाँसम्म हो जस पनि हेर्छु पसिना आउँछ त हेर्छ कस्तो लाग्यो यो ठाडो गल नर्मल हो अझै भन्दा ठाडो पनि हिँड्नु म केही छैन यात्रा कठिन हो त्यति रमाइलो भयो तिमीलाई मोबाइल तेर्साउनु पर्यो बाटो कस्तो छ एकदम राम्रो राम्रो अर्को पालि पनि जान पाओस् यस्तो यस्तो यस्तै भनेको लास्टमा मलाई नै यो कस्तो छ बाटो यो के भन्छ अरे हाइट फोबिया भने त्यस्तो हुने मान्छे चाहिँ नआउँदा नि राम्रो हुन्छ मलाई यहाँ दाँतबाट पसिना निस्क्यो श्याम भाइ दाँतबाट पसिना आउने चाहिँ सर्पको मात्रै हो बहिनी सर्प वर्गमा पर्नु भिर्सिदिया हो म त साँच्ची भन्दा पर्दा दाइले भने एकदम भिर्सिदिया हो चार हात खुट्टा टेकेर हातै भयो त्यो सर्प जस्तै नै बहिनी एक्चुअली आजको यात्रा एकदमै मेरो लागि चाहिँ त्यो रमाइलो थियो किनकि धेरै समयपछि यस्तो बाटोमा हिँड्न पायो सर्पको चाहिँ नि बाबु एकदम सर्पको चाहिँ एउटा छन् याद आयो मलाई क्युजुगाङ क्युजु भने फेरि उता गीत गाउनु त खाला हिँड्दा बङ्गला क्याङबाट पैसा के अरे साली च्याङबा तुङबा गाँगे थाहा गर मङबा गाँगे थाहा गर नम्सा खोर्बे मङ्जे बोर्ला हामी सबैजना यात्राकै क्रममा छौँ अनि के भन्ने सबैजना थकित छौँ ल हाम्रो यो समय चाहिँ हाम्रो डान्सर काकालाई दिनेछौँ उकाली र ओह्राली भन्ज्याङ देउराली भेला भएका छौँ हामी नेपाली प्रचार गर्न छोडिन चाहे खाओस् खाली यो गाउँको कुनै पनि ठाउँ नहोस् खाली यति सूर्य भेटिन्छन् किन नभेट्नु सूर्य एकदमै सूर्यगढी जाने बाटो यस्तो छ उता उता नजानु फेरि यता यता उता फेरि जानु
रोक्न पाउँदैन है। ताक्यो ताक्यो ल रोक्यो कि के हो रोक्यो हेट तेरिका ल रोक्यो रोक्यो न स्पिड कम भयो के भन्नु त लल्ला आइच आइच ल ल छिङ 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 गर्छ नि त के हो कागरको त रबिना नजान ल आइ रोक्यो कि के हो रोक्यो हेट तेरिका मामा बिस्तारी भयो स्पिड भएन यु आर फेल फायर स्पिड कम हाम्रो मामा एकदम यो निकै नै उकालो भएकोले मलाई सास फेर्न अलिक गाह्रो भइरहेछ। यो क्यामेरामा त खासै उकालै देख्दैन रहेछ नि के को। तर वास्तवमा चाहिँ यो बाटो साथीहरु तपाईहरु आउनु भयो भने बस एकदम घुम्नै पर्ने ठाउँहरूमध्ये यो गढी पनि एउटा हो। हाम्रो ऐतिहासिक ठाउँ हो नेपालको लागि। यो हो सूर्यगढी, नुवाकोटकै ऐतिहासिक गढी हो। हाम्रो नेपाली सेनाले, वीर नेपाली सेनाहरूले तिब्बत र चीनको सेनाहरूलाई पराजित गर्नका लागि रणनीतिक रूपमा प्रयोग गरेको गढीहरूमध्ये यो प्रमुख गढी हो, जसलाई चाहिँ सूर्यगढी भनिन्छ। हस्, धन्यवाद। सुरुम प्रार्थना गरौँ ल। सबैजना मिलेर प्रभुलाई धन्यवाद दिउँ। जिउँदो परमेश्वर, तपाईँलाई हामी धन्यवाद दिँदछौँ। तपाईँ प्रभुको नामको महिमा प्रशंसा आराधना हामी गर्दछौँ। हाम्रो निम्ति नौलो ठाउँमा रहिकन र हामी तपाईँलाई महिमा दिन गइरहेका छौँ। Amen.
परमेश्वर आनन्दको ध्वनिमाथि उक्लनु भएको छ। परमप्रभु तुरैको आवाजसित जानुभएको छ। परमेश्वरको प्रशंसा गाऊ, स्तुति गाऊ, हाम्रा राजाको प्रशंसा गाऊ, स्तुति गाऊ, किनकि सारा पृथ्वीका राजा परमेश्वर नै हुनुहुन्छ। उहाँको निम्ति प्रशंसाको एउटा भजन गाऊ। परमेश्वर जाति जातिहरूमाथि राज्य गर्नुहुन्छ। परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। अब्राहमका परमेश्वरको झैँ प्रजा झैँ अब्राहमका परमेश्वरको प्रजा चाहिँ जाति जातिका शासकहरू भेला भएका छन्, किनकि
पृथ्वीका राजाहरू परमेश्वरकै हातमा छन्। उहाँ अति उच्च हुनुहुन्छ। आमेन। आज हामी सूर्य गढी शब्दलाई बाइबलमा कतै कतै किल्ला भन्ने शब्द प्रयोग गरेको छ। यहाँनिर म धेरै लामो समय बोल्दिनँ। आज हामी इतिहास बोकेको सूर्यगढी अथवा किल्लामा आइपुगेका छौँ। नुवाकोटलाई सुरक्षित आधार तयार पार्नका निम्ति बेत्रवती नदी वरिपरिका किल्ला मजबुत बनाउने क्रममा नेपाली सेनाले चोगाते गेर्खोको डाँडाभरि बलियो गढीहरू बनाएको थियो। नेपाल चीन तिब्बत युद्धको बखत नेपाली सेनाले सूर्यगढीको निर्माण र प्रयोग गरेको थिए। यहाँ अहिले जगको केही अवशेषहरू हामी देख्न सकिन्छौँ, यद्यपि पुरै भने यहाँ छैन। यो गढी ढुङ्गा, माटो र पसिनाले बनेको हो। र म आज तपाईँहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। तपाईँको जीवनमा कुन खाले गढी छ अथवा किल्ला छ? सूर्यगढी जस्तै बलियो देखिने गढी पनि समयसँगै यो जीर्ण भएर गयो। बाइबलले भन्छ साँचो बलियो गढी अथवा किल्ला चाहिँ परमप्रभु हुनुहुन्छ। भजन सङ्ग्रह 18:2 भन्दछ, परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारकर्ता हुनुहुन्छ। मानिसले बनाएको गढीले शत्रुबाट बचायो। नुवाकोटलाई चीन तिब्बतको सेनाहरूबाट बचाएको कुरा हामीले इतिहासमा पढ्यौँ। तर यो गढीले पाप, डर, निराश र भविष्यको अनिश्चितताबाट मानिसलाई बचाउन सक्दैन। आज धेरै जवानहरू गलत सङ्गतमा छ, कुलतमा छ, निराशमा छ, लक्ष्यविहीनमा छ। जीवन त्यतिकै खेर गइरहेको छ। तर येशू ख्रीष्ट नै हाम्रो साँचो सुरक्षा हुनुहुन्छ। पहिलो योहन्ना 2:14 यसरी लेखेको छ, जवान हो म तिमीहरूलाई लेख्दछु किनकि तिमीहरू बलियो छौ। परमेश्वरले तपाईँहरूलाई कमजोर भनेर बोलाउनु भएको होइन, उहाँले भन्नुहुन्छ तिमीहरू बलियो छौ। तर मेरो यो प्रश्न चाहिँ तपाईँको बल कहाँ प्रयोग भइरहेको छ? सूर्यगढी देश जोगाउन बनाएको थियो, यो जहाँ अहिले हामी बसिरहेको छ। त्यसै गरी तपाईँको जवानी परमेश्वरको महिमाको लागि हुनुपर्छ। आमेन। आज जवानहरू धेरैले थुप्रै प्रकारको गढीहरू बनाइरहेको छन्। के होला नि त? पैसाको गढी बनाइरहेको छ, मोबाइलको कुलतको गढी बनाइरहेको छ, नसाको गढीहरू बनाइरहेको छ, कोही लप परेर निकै नै प्रेम सम्बन्धमा गढीहरू बनाइरहेको छ, पुरै संसारै नदेख्ने गरी हैन। अनि प्रसिद्धको गढीहरू बनाइरहेको छ। तर बाइबलले भन्छ यो सारा संसार र यसको अभिलाषाहरू चाहिँ बितेर जान्छ। पहिलो योहन्ना 2:17 लेखेको छ। यी सबै बालुवामा बनेको गढीहरू जस्तै हुन्। आज छन्, भोलि हुँदैनन्। कति वर्षसम्म यो एकदमै सुन्दर थियो, यहाँनिर पलहरू थियो भनेको छ, गनहरू गोली हान्नलाई हैन। तर आज केही पनि छैन। मत्ती 7:14 यसरी लेखेको छ, जसले मेरो वचन सुन्छ र पालन गर्छ त्यो चट्टानमाथि घर बनाउने मानिस जस्तै हो। आज तपाईँको जीवनको घर कुन जगमा बनेको छ? यीशु चट्टान हुनुहुन्छ।
उहाँमा जीवन बनाउने कहिले पनि ढल्दैन। यो गढी त अब छैन, नाश भएर गयो, सिद्धेर गयो, अवशेष मात्र अलिअलि बाँकी छ। तर येशूमा बनाउने जीवनहरू चाहिँ कहिले पनि ढल्दैन, सिद्धिँदैन। सूर्यगढी इतिहासको गवाही हो, तर येशू प्रभु चाहिँ अनन्त जीवनको बाटो हुनुहुन्छ प्रियहरू। आज म तपाईँहरूलाई आह्वान गर्न चाहन्छु, आफ्नो जीवन येशूलाई दिनुहोस्, आफ्नो भविष्य येशूमा राख्नुहोस्, आफ्नो जीवनलाई प्रभुको गढी बनाउनुहोस्। परमप्रभुको नाउँ बलियो चट्टान हुनुहुन्छ, धार्मिक मानिस त्यहाँ भाग्छ र सुरक्षित हुन्छ भनेर हितोपदेश 18:10 लेखेको छ। त्यसकारण संसारमा जस्तै बलियो भनेर ठानेको गढीहरू पनि यसरी नाश भएर गएको छ भने, तर हाम्रो परमेश्वरमा हामी बलियो गरी चट्टानमा जसरी हामी गाडियो भने, निर्मित भयो भने हामीहरू कहिले पनि नाश हुने छैन, अनन्त अनन्तसम्मको लागि रहिरहनेछ भनेर वचनले हामीलाई बताउँदछ। अवसरको निम्ति तपाईँलाई हामी धन्यवाद दिन्छौँ। हाम्रो दृष्टिहरू प्रभु जहाँसम्म पुगेका छन् यो ठाउँबाट यो प्रत्येक मानिसहरूको जीवन तपाईँ प्रभुमा बदल्न सक्नुहुन्छ। प्रत्येकजनाको नाममा प्रभु विश्वास गर्न सक्नुहुन्छ। प्रत्येक एकजना मानिसले यो के हो? यो चम्चा कोकालाई चाहिन्छ, चम्चाले नै हातले खाने है। वाउ, साथीहरू यो नछुटौँ है, घुम्नुपर्छ यो ठाउँ। तर हाइटसँग जो डर लाग्छ तपाईँहरू नआउँदा राम्रो हुन्छ, किनभने यता पनि भिड निकै नै डर लाग्दछ। सुनिन्छ मिठो धुन, डाँडा बाती उभिएको छ, पुरानो पहिचान गढीले सुनाउँछ वीरको त्यो कहानी। माटोमै मिसिएको छ साहस र स्वाभिमानी। डाँडाबाट हेर्दा झुकिन्छ उपत्यकाको झल्को, बिहानीको कुहिरोमा हराउँछ मनको थकान। घरै घर मिलेर बसे मायाले बुनेको गाउँ, पाहुनालाई अङ्गालो नुवाकोटको स्वभाव। ढुङ्गे बाटो पुराना घर झाडुका भन्छन्, हिजो ढुङ्गा स्टेबल नै हुन सक्दैन है फेरि। पुस्ता बनी समय
गीत नाच संस्कृतिको शान नुवाकोटको हरेक पाइलो नेपालको पहिचान त्यहाँबाट तल हुँदै ढुङ्गा अघिको त्यो उकालो चाहिँ ठाडी चाहिँ आउँछ म यताबाट उभिएर त्यो भन्दा पनि बेटर हो यो चाहिँ गहना भन्छ जहाँ गए पनि मन फर्किन्छ यही ठाउँ फाइनल्ली हामी सूर्यगढी पनि पुगेर फर्किसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ आधी भाग छुट्यो, कहाँ हरायो। हामी थोरैजना मात्रै यहाँ छौँ। वाउ तोडी मार्ने